हेलो वेलकम टु सबिन सर ब्लग्स र पहिला सुरु त 3K सब्सक्राइबर गर्नुभएकोमा तपाईहरुलाई धेरै धेरै धन्यवाद छ र त्यही 2K सब्सक्राइबर हुँदाखेरि हामी चितवन गएका थियौं र तपाईहरुले 3K सब्सक्राइबर गर्नुभएको कारणले अहिले हामी अब पोखरा जाँदै छौं र यसरी नै सब्सक्राइब गर्दै गर्नु म तपाईलाई घुमाउँदै जाने छु तपाईलाई देखाउँदै छु र अहिले चाहिँ हामी यो सोफा सिट नपाएपछि सोफावाला बस नपाएपछि कोस्टरमा जाँदै छु अब कोस्टरको टेस्ट राइड गरौँ कस्तो हुन्छ लेट्स सी अब अगाडिको भिडियो तपाईलाई देखाउने छु तो फाइनली गाइज हाम्रो स्विफ्ट होलिडेको गाडी रहेको छ र हामी यसैमा जाँदै छौं हामी 7:30 बजे हिँडेको र 8 बजे चाहिँ हाम्रो छोरा आइसकेको छ यहाँ चाहिँ दुईटा कोस्टर छ
हेलो गाइस, अब अहिले चाहिँ हाम्रो लन्च टाइम भएको छ र सो हामी चाहिँ अहिले यो एज युजुअल ब्लू हेभनमा आएका छौँ। साथीहरू हाम्रो लन्च चाहिँ भइसकेको छ र हाम्रो बेबी पनि भइसकेको छ। बेबी जहाँ पनि मोबाइल हेरेर बस्छु, सर्च गर्दैछु। इन्भाइरोमेन्ट राम्रो छ। र गाइस साथीहरू हामी चाहिँ अब यहाँबाट स्विफ्टबाट निस्किन लागेको र हाम्रो ग्लोबलको टुर पनि आएर रहेछ। अब हामी अलिकति अगाडि गएर भेट्ने छौँ। र साथीहरू अहिले हामी चाहिँ मनोकामना कुरिन्टार आइसकेका छौँ र एकदमै जामले गरेर हामीले तपाईँलाई जामको भिडियो चाहिँ देखाएनौँ र कोस्टरमा आनन्द चाहिँ एकदमै आनन्द हुँदो रहेछ। नोइज एकदमै जिरो हुँदो रहेछ, तर सिट चाहिँ सानो भएर एकदम गाह्रो हुँदो रहेछ। हामीसँग सानो बाबु भएको कारणले एउटा सिटमा 3 जना बस्नाले गर्दा एकदमै जिउ दुख्ने, खुट्टा दुख्ने, लेग स्पेसहरू नभएर। तर कोस्टरको राइड चाहिँ एकदमै मजा छ, तर तपाईँलाई सिट चाहिन्छ भने चाहिँ नबस्नु होला। र साथीहरू अहिले हामी मुगलिन आएको छौँ र यता मास्तिरबाट गयो भने चाहिँ नारायणघाट चितवन जानेछौँ भने हामी यताबाट चाहिँ सिधै पोखरा जानेछौँ। यताबाट चाहिँ अब लगभग तपाईँको 90 किलोमिटर पोखरा रहेको छ, तर हामीलाई यो 90 किलोमिटर पोखरा हिँड्न पनि झन्डै 3.5 घन्टा जति लागेको थियो र आबु खैरेनीदेखि एकदमै पानी परेको भएर पोखरासम्म नै हामीले त्यति भिडियो खिचेनौँ। बाटो चाहिँ पुरै खनेको छ र एकदमै थकाइ लाग्नेछ। अब यो कहिले बाटो बन्छ र सहज हुनेछ। यही त नि
र फाइनली गाइस हामी चाहिँ पोखरामा आइपुगेका छौँ। अब यताबाट लेक साइड जाँदैछौँ। हेरौँ म तपाईँलाई होटल मैले अहिलेसम्म बुक गरेको छैन। अब एउटा दुईवटा छ लिस्टमा। अब के कस्तो मन पऱ्यो भने बस्छु। अब तपाईँलाई अरू भिडियो लेक साइडमा देखाउँछु। यो चाहिँ पोखराको नयाँ बस पार्क छ यतापट्टि। ल साथीहरू यही हो पोखरा। मलाई यस्तै मनपर्छ कि बाहिर नानीको ओइ बोटिङ 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 हेलो सेभेन स्टार ब्लग हेलो सेभेन स्टार ब्लग आज हामी जाँदैछौँ पोखरा हामी हेलो सेभेन स्टार ब्लग पीछे नहीं ऊपर ऊपर नीचे नीचे ऊपर ऊपर नीचे ऊपर क्या छ पहिला त म धेरै घुमे भने अहिले चाहिँ 6-7 वर्ष भयो। म त गर्नु अब भइसक्यो अनि कति हुन्छ स्विच अफ हुन आँटेछ रेड लाइट। गाइज हामी चाहिँ यो पोखराको तुलसी होटलमा बसेको छौँ र रुमको कन्डिसन आई विल सी यू। यस्तो छ बाथरुम सावर दिस इज दिस रुम इज दिस। हेलो गाइज अब हामीले रुमहरू चाहिँ देखाइसक्यौँ हजुरलाई होइन। अब होटल चाहिँ यही हो होटल तुलसी। म पहिला पनि आएर बसेको थिएँ। यो ठिक छ पनि यस्तो छ। अनि गार्डन छ कुची एकदम चकचके छ। यो चाहिँ गोप्रोबाट खिचिएको पिक्चर क्वालिटी हो। यस्तो आउँदो रहेछ, त्यही भएर हजुरलाई एकचोटि देखाएको। र सब्सक्राइब गर्नु होला, अर्को पार्टहरू एकदमै भयानक दामी आउनेछ, एकदमै रमाइलो छ। प्लिज सब्सक्राइब गर्नु नेक्स्ट पार्टको लागि। यस्तो यस्तो ठाउँहरू तपाईँलाई देखाउनेछौँ।